हेलो गाइज, नमस्ते सेवा। अनि आज चाहिँ छु म यहाँ शङ्खमूल भन्दा हल्का पर म चाहिँ जाँदैछु खलङ्गा। एकछिन लान्ती काम छ, त्यही भएर अटोमा बिहानै निस्केको। घरदेखि चाहिँ 7 बजे निस्केको, अहिले चाहिँ ठ्याक्क 8 बजे। अनि एकछिन लान्ती काम छ, त्यही भएर लान्तीसम्म गएर त्यो काम सकेर फेरि म जानुपर्ने छ खलङ्गा। खलङ्गा चाहिँ मेरो राष्ट्रिय परिचय पत्र बनाएको तर देखाइरहेको छैन अनलाइनमा, त्यही भएर फेरि फर्म भर्नुपर्छ होला सायद। त्यही भएर म जाँदैछु। अनि यहाँ लान्ती पनि अलिअलि काम छ। घरबाट त बिहानै निस्केको हो, अहिले अटोमा चाहिँ म र मेरो बहिनी मात्रै छौँ। अनि यता यो बाटोदेखि चाहिँ एउटा ट्याक्सी आउँछ अरे, त्यो ट्याक्सीमा चाहिँ मान्छे पाइन्छ अरे, त्यही भएर यहाँ हाम्रो दाजुले चाहिँ रोक्नु भएको छ अटो, मान्छे पाइन्छ भनेर। 5 मिनट मात्रै वेट गर्ने भन्नुभएको। त्यही भएर ओके, अब हामी दुईटालाई मात्रै लगेर भने कहाँ टाइम होला, त्यही भएर पर्खिरहेको छौँ। यहाँ चाहिँ यति जाडो हुने रहेछ कि सल्यानतिर चाहिँ जाडो भएर मैले एउटा कार्डिगन किनेको छु सस्तोवाला। जाडो भएर बिहान बेलुका चाहिँ जाडै रहेछ। अनि मैले नानीहरूलाई पनि ल्याइदिएको थिइनँ भन्दा झोलामा हालेको जगेरहरू पनि मैले निकालेँ, त्यही भएर मलाई पाप लाग्यो। सानो नानीलाई पनि किनिदिएको छु, त्यही भएर घर लुगा लामा बाउला होला मैले हाफ माथि ल्याएको थिएँ नि त, गर्मी होला भनेर। तर जाडो रहेछ। अनि यहाँबाट चाहिँ पछाडिको भ्यू खतरनाक देखिरहेछ डाँडा। हेर्दा चाहिँ अब हामीलाई एकछिन हेर्दा चाहिँ खतरनाक लाग्छ, राम्रो लाग्छ, तर बस्नेहरूलाई चाहिँ गाह्रो पर्छ, किनभने भ्यूहरू मात्रै भएर पनि भएन, हस्पिटलहरू पनि टाढा पर्छ, पसलहरू पनि टाढा पर्छ। त्यही भएर ल योभन्दा नि लेखमा छ मेरो गाउँ, त झन् मेरो बुढाको गाउँ। यो चाहिँ हो श्रीनगर बजार होइन। अनि हामी चाहिँ श्रीनगर बजार पुग्यौँ। लान्तीमा कामसाम सकाएर एकछिन अटोलाई वेट गर्नु पठाएको थियो क्या। हामी चाहिँ लुहामसम्म एउटा अटोमा, अनि लुहामदेखि श्रीनगरसम्म एउटा अटोमा, अनि श्रीनगरदेखि खलङ्गा चाहिँ एउटा अटोमा जानुपर्ने क्या। अब तीनवटा अटो फेर्नुपर्ने। अनि त्यसपछि यो चाहिँ हो श्रीनगर बजार गाइज। अनि यो चाहिँ हो श्रीनगर बजार कटिसकेपछि खलङ्गाको जङ्गल। यो जङ्गल चाहिँ एकदमै राम्रो लाग्छ मलाई। जे होस् यताउता रुख अनि बिच बाटो गएको छ क्या। अनि हामी चाहिँ एकछिनमा खलङ्गा पुगेपछि खाजासाजा खायौँ। खाजा खाने बेला खाजा खाइसकेपछि 9:30 भएको थियो। अनि हामी छिटो माथि गयौँ। लास्टमा त जाने मात्रै भयो भन्दा पनि मेरो त्यो राष्ट्रिय परिचय पत्रको लागि गएको हो खासमा। त्यो चाहिँ अलरेडी फर्म भरिसकेको त्यहाँ देखाएँ कि मैले। घरमा कति ट्राई गर्दाखेरि चाहिँ देखाएको थिएन क्या। अनि लास्टमा वहाँ गएर चेक गर्दा त ठ्याक्क मेरो नाम आइरहेको रहेछ के। हामी चाहिँ अहिले यहाँ खलङ्गा आइपुग्यौँ। लास्टै उकालो बाटो रहेछ यो चाहिँ, यस्तोवाला रहेछ। म चाहिँ फर्स्ट टाइम आएँ नि त यस्तरी एक्लै हिँडेर। म सधैँ बुढासँग बाइकमा आउँथेँ, अब बुढा होइन घर। यहाँ मरे ऊ त्यो रोज फुल छोड्ने हो क्या। लास्टै उकालो रहेछ कि सिधै। अनि हामी चाहिँ अर्को बाटो छ नि त, बाइकहरू अटोहरू जाने चाहिँ उताबाट फनक घुमेर। यहाँ त के ग्यासको सिलिन्डरहरू बोकेर तल लग्नै नपर्ने कि। अब माथिबाट गुल्टाइदियो नि गुल्टुङ तलै पुग्छ होला। म त मरेँ खुट्टा गलेर। हे राम बचाऊ मलाई। तर भिडियोमा त सम्म देखिन्छ क्या हो। ए भोकमान लास्टै टप डाँडामा छ कि।
म चाहिँ यहाँ खलङ्गा आएर पनि मेरो चाहिँ त्यो यहाँ फेरि देखायो कि यहाँ चाहिँ त्यो कम्प्युटरमा देखायो मेरो परिचय पत्र अनि त्यहाँबाट निकालेँ फोटोकपी निकालेँ त्यो ओरिजिनल चाहिँ कहिले आउँछ थाहा छैन फोटोकपी चाहिँ निकालेँ अब म चाहिँ यहाँ चाहिँ नामावली बनाउने ठाउँ चाहिँ यहाँ रहेछ अब 10 बजे छैन कि ढिलो हुन्छ भन्दा भन्दै लास्टमा छिटो हामी खाजा पनि खाएर आएको तल अनि यहाँ माथि छ अरू काम यहाँ चाहिँ नामावली बनाउँछ यहाँ सानो घर रहेछ यहाँ चाहिँ यस्तो राम्रो राम्रो भ्यूहरू देखिन्छ मैले पोहोर परारको भिडियोमा पनि सायद बनाएको थिएँ होला यहाँ चाहिँ गर्मी रहेछ फेरि गर्मी भइसक्यो यहाँ चाहिँ आज वरिष्ठ मान्छेहरू आउँदै हुनुहुन्छ अरे त्यही भएर माला उड्न लाग्नु भएको रहेछ एकजना दाइले डेन्जरस माला भएको भएर अनि यस्तो पनि माला हुन्छ पञ्चेबाजा जस्तो भनेको त्यस भए तपाईँले माला उन्दिँदै गर्नु म चाहिँ ड्रेस लगाएर आउँछु अनि बनाइदिउँला भन्नुभयो अब माला बनाउने काम सुम्पिनु भएको छ हाम्रो वरिष्ठ दाजुले हाम्रो दाजुले चाहिँ माला यस्तो हुनु भएको छ कि यो चाहिँ साइडको यो पञ्चेबाजा जस्तो यो चाहिँ डिजाइन हो अरे कि स्टाइल हुन्छ कि हुँदैन बहिनी भन्नु त अरे कि अब म चाहिँ यहाँ माला गराइदिने आएको माला उन्ने फुल फेरि यस्तो छ अब गराइदिन्छु फटाफट अब काट अब तेल सिधा मुनि गराइदिए हामीले चाहिँ यहाँ माला साला पनि उनेर रेडी गराइसक्यौँ लास्टमा हामी आफै सरप्राइज भयौँ कि त्यो माला त हाम्रो लागि हो अरे होइन किनभने आजदेखि चाहिँ यहाँ स्टार्ट भयो अरे क्या त्यो नामावली गराउने आजदेखि स्टार्ट भयो अरे अनि 2 जनालाई चाहिँ अब फुलमाला लगाएर सम्मान गर्ने रे होइन फर्स्ट आउने व्यक्तिहरूलाई अब म एउटा फर्स्ट आएँ अब एकजना अर्को आएपछि रे कमेडी नै भयो अरूको आदरणीयलाई हो भनिरहनु भएको थियो अघि चाहिँ लास्टमा त हामीलाई रहेछ अब गराउँदै हुनुहुन्छ त्यहाँ अगाडि के अरे खोल्दै हुनुहुन्छ आजदेखि बल्ल सुरु भयो अरे त नामावली त्यही भएर हो अनि गाइजहरू अब एकजना मान्छे को आउने हो एउटा कोही आउनु भएको छैन त्यही भएर हो लास्टमा त मलाई सम्मान गर्ने ओ माई गॉड हामी सबैको कल्याण होस् हैन गरी हामीले पनि कल्याण एकैछिनै यता अरू पनि आउँ हामीलाई सधैँभरि यसरी आफ्नो सेवा गराइलाई राम्रोसँग काम गर्नु प्रेरणा मिलोस् हल्का ढिलाइ गरिदिनु होला है सर दाइ यो समातिदिन आउनु त यो समातिदिनु एक 2 जनालाई माला गराइदिनु 2 जनालाई खाजा गराइदिनु चारवटै छ माला पनि यता भयो हैन खै कता अलिकति हुन्छ यो पार्टीको फुल पनि छ कि नै यसै गरी उसको छ त्यहाँ छ कि यसो त्यहाँ छ एउटा अर्को एउटा यस्तै खालको ट्युब हुन्छ त्यति नै छ अर्को मान्छे ल्याउनु त जान्नु भएको छ पछाडि बस्नु हैन कहाँ पछाडि बस्दा सर अब यहाँ ठाउँै छैन नि त त्यस्तै उहाँ सरकोमा हातमा खाली भयो
हाम्रो कार्यालयलाई पनि शुभ लक्षण प्राप्त होस् र हामी सबैलाई विशेष गरी कार्यालय परिवारलाई चाहिँ आफ्नो सेवाग्राहीप्रति फाइनल्ली गाइज यहाँ माला साला लगाएर म चाहिँ जाँदैछु घर अब ए बिहेमा लाउन नपाएको माला मैले आज माला लगाएँ यति लाजै लागेर आयो विदेश जान लागेको जस्तो फिल भइरहेको छ गाइजहरू यो चाहिँ हो श्रीनगर बजार बजारसम्म चाहिँ माला फुलमाला लगाएर आएको थिएँ अनि खोलेर ब्यागमा हालेर यो चाहिँ हो श्रीनगरको सल्यान श्रीनगरको भाइरलवाला बस पार्क यहाँ चाहिँ गाडीहरूभन्दा पनि धेरै चाहिँ मान्छे भिडियोहरू बनाउन आएको देखिरहेको थिएँ अहिले अस्ति नै चाहिँ म चाहिँ बनाउँदिनँ किनभने मलाई लाज लाग्छ प्लस लास्टै चर्को घाम लागिरहेछ अब चाहिँ हामी यहाँबाट बस चाहिँ अलिक पछि जाने रहेछ त्यही भएर हामी यहाँबाट लुहामसम्म अटोमा गएर त्यहाँदेखि चाहिँ हामी जान्छौँ फेरि अटोमा हामी चाहिँ लुहाम बजार आएर पनि अनि नानीहरूले यस्तो यस्तो खानेकुरा ल्याइदिनु है भनेको थियो श्रीनगरमा मैले कहीँ भेटाएन त्यसपछि लुहाम आएर त्यसपछि चाहिँ क्रिम रोल किनिदिएर अनि हामी चाहिँ अटोमा चढेर आयौँ हामी चाहिँ छिटो आइपुगेका थियौँ घर 1:30 बजीतिर त हामी घरै आइसकेका थियौँ त्यसपछि बाटोबाट भिडियो खिच्दै आएँ ल गाइस यति हो भिडियो चाहिँ लास्टसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद किप सब्सक्राइब प्लिज